ओके, हेलो एभ्रिवान, मेरो नाम चाहिँ शिवराज अनि आज हामी चाहिँ यो भिडियोमा चाहिँ जाभाको इन्क्याप्सुलेसनबाट लगइन प्रब्लम चाहिँ सल्भ गर्दैछौँ। प्रब्लम चाहिँ के हो त भन्दाखेरि हामीसँग एउटा लगइन फङ्सन लगइन भन्ने क्लास छ। यो लगइन क्लास हो है हाम्रो। यो एउटा टिचर भन्ने नि हाम्रो क्लास हो, एउटा स्टुडेन्ट भन्ने नि हाम्रो क्लास हो। हाम्रो लगइनभित्र चाहिँ के छ त भन्दाखेरि युजर नेम र पासवर्ड छ। टिचरभित्र पनि लग अथ भन्ने एउटा मेथड छ र स्टुडेन्टभित्र पनि लग अथ भन्ने एउटा मेथड छ है त। यो दुईवटा चाहिँ एउटै टाइपको मेथड हो जुन चाहिँ हाम्रो प्रोग्रामभित्र डुप्लिकेट भएर बसेको छ क्या। म चाहिँ एउटा सिनियर डेभलपर हो, मैले चाहिँ जुनियर डेभलपरलाई काम गर्न दिएँ अरे। त्यो जुनियर डेभलपरले चाहिँ दुईवटा अथेन्टिकेट भन्ने हालिदियो कि उसको चाहिँ अलिकति कन्सेप्ट पुगेन अरे, उसले हालिदियो। र यो प्रब्लम चाहिँ हामीले इनहेरिटेन्सबाट सल्भ गर्ने होइन कि इन्क्याप्सुलेसनबाट चाहिँ सल्भ गर्नुपर्ने छ। ओके, म प्रोग्राम लेख्छु र म प्रोग्राम लेख्दै यो प्रोग्राम चाहिँ बुझाउँछु है त। सबैभन्दा सुरुमा मैले अघि भनिसकेँ हामीसँग चाहिँ एउटा लगइन नामको क्लास छ, अर्को टिचर नामको क्लास छ र अघि एउटा स्टुडेन्ट नामको क्लास छ। सो सबैभन्दा सुरुमा क्लास बनाऊँ। क्लास, त्यो क्लास चाहिँ के नामको हो त भन्दाखेरि सुरुमा एलओजिआइएन लगइन नामको क्लास हो है त। अर्को क्लास पनि छ हामीसँग, के नामको छ त भन्दाखेरि टिएससिएचआर टिचर नामको क्लास छ। अर्को क्लास पनि छ हामीसँग स्टुडेन्ट नामको क्लास छ। अब मेन भनेको चाहिँ एउटा चाहिँ के छ त भन्दा हामीसँग पियुबिएलआइसी पब्लिक क्लास मेन नामको एउटा हामीसँग क्लास छ। ओके, अब हामी जाऊँ कहाँ जाऊँ त भन्दाखेरि लगइनभित्र जाऊँ। लगइनभित्र हामीले अघि मैले भनिसकेँ नि हजुरहरूले, यो लगइनभित्र हामीसँग के छ त भन्दाखेरि युजर नेम र पासवर्ड भन्ने के भन्छ त डेटा मेम्बर छ क्या। डेटा मेम्बर छ, तर यो डेटा मेम्बरलाई चाहिँ म प्राइभेट गर्छु है त। प्राइभेट गर्छु, हामी प्राइभेट डेटा मेम्बर नै युज गर्छौँ। यो भयो प्राइभेट है त। अब अर्को भनेको हामीलाई कन्स्ट्रक्टर चाहियो, अभियसली कन्स्ट्रक्टर बनाउँछु। त्यो कन्स्ट्रक्टरले चाहिँ के लिन्छ त भन्दाखेरि युजर नेम र पासवर्ड लिन्छ। कहाँबाट लिन्छ त भन्दाखेरि अहिले हामी मेन फङ्सन बनाउँछौँ, त्यो मेन फङ्सनबाट चाहिँ हामी तान्छौँ क्या है त। यसले चाहिँ के गर्छ त भन्दाखेरि एक्चुअलको डाटा स्टोर गर्छ। लगइनमा युज हुने लगइन युजर नेम र पासवर्ड चाहिँ स्टोर गर्छ। कस्तो स्टोर गर्छ त भन्दाखेरि डाटाबेस टाइप हो कि, डाटाबेस टाइपको। डाटाबेसमा युजर नेम र पासवर्ड छ हुन्छ नि, बिएससी डाटाबेसमा युजर नेम पासवर्ड हुन्छ नि, तर त्यो युजर नेम पासवर्ड चाहिँ सेभ भएर बसेको हुन्छ कि, हो त्यस्तो टाइपको डाटा चाहिँ यसले लिएर बसेको हुन्छ। अर्को भनेको चाहिँ हामी एउटा मेथड बनाउँछौँ। त्यो मेथड चाहिँ के गर्छ त भन्दाखेरि हाम्रो चाहिँ बुलियन टाइपको हो। अब बुलियन भन्ने धेरैलाई थाहा छैन भने पहिला सुरुमा म फङ्सन चाहिँ बनाउँछु अनि त्यसपछि बुझाउँछु है त। बिओएलएन बुलियन, मैले अघि यहाँ एउटा भनेको थिएँ, के भनेको थिएँ त भन्दाखेरि लगत नामको फङ्सन छ, लगत नामको मेथड छ भनेर, लग एयुटिएच लगत है त। अब यसभित्र चाहिँ के हुन्छ त भन्दाखेरि एसटिआरआइएनजी स्ट्रिङ युजर कमा एसटिआरआइएनजी स्ट्रिङ पास भन्ने बनाएँ मैले। अब यो यहाँ नाना थरी आयो, यो हामीलाई चाहिँदैन, यो मैले हटाइदिएँ है त। यो हटाइदिइसकेपछि अब चाहिँ हामीसँग के आयो, यति कुरा मात्रै छ कि हामी चाहिँ एउटा मेथड युज गर्छौँ। त्यो मेथड के हो त भन्दाखेरि रिटर्न युजर नेम डट हो, यो डट इक्वल्स टु भन्ने अब्जेक्ट छ नि, अब्जेक्ट हो, यो अब्जेक्ट चाहिँ युज गर्ने हो कि हामीले। यहाँ हामीलाई युजर भन्ने चाहियो है त। अनि त्यसपछि ह्यान्ड पासवर्डको लागि नि पासवर्ड। यसले चाहिँ के गर्छ त भन्दाखेरि यहाँ भनिसक्यो इफ युजर नेम एन्ड पासवर्ड बोथ आर करेक्ट है, यहाँ बोथ आर करेक्ट रिटर्न टाइप इज ट्रु एल्स फल्स भनेर आयो कि, बोथ आर करेक्ट। रिटर्न के हुन्छ त ट्रु हुन्छ, अथवा त्यो भएन भने चाहिँ फल्स हुन्छ। हाम्रो चाहिँ यहाँको एउटा कर्ली ब्रेसेस चाहिँ छुटेको छ, त्यो कर्ली ब्रेसेस हालिदिएँ मैले। यसले चाहिँ लगइन सकायो। यो के थियो त भन्दाखेरि हाम्रो लगइन क्लास थियो, स्ल्यास एलओजिएन लगइन क्लास थियो है त। अब हामी चाहिँ के बनाउँछौँ त भन्दाखेरि स्ल्यास टिचर र स्टुडेन्ट क्लास बनाउँछौँ है त। टिचर र स्टुडेन्ट क्लास हाम्रो सेम हुन्छ कि, अरू केही पनि हुँदैन, केही चाहिँदैन हामीलाई। अब टिचर र उसमा चाहिँ हामी सेम हुन्छ। सो के बनाऊँ त भन्दाखेरि एउटा प्राइभेट टाइपको हामी डेटा टाइप बनाऊँ जुन चाहिँ हाम्रो लगइन हुन्छ है त। यो के गर्छ त भन्दाखेरि टिचरको लगइन अब्जेक्ट बनाएको कि यो है त। अब त्यसपछि हामी के लिउँ त भन्दाखेरि यही माथि अघि कन्स्ट्रक्टर बनाएर हामीले त्यो लगइन भन्ने डेटा, यहाँ चाहिँ युजर नेम र पासवर्ड भन्ने डेटा एक्सेप्ट गरेको छ, यहाँ लगइनको चाहिँ मेथडको डेटाहरू चाहिँ एक्सेप्ट गर्छौँ। यही कुरा हाम्रो चाहिँ स्टुडेन्टभित्र पनि हुन्छ, मैले स्टुडेन्टमा पनि बनाएँ है त। अब छुटेको कुराहरू म लेख्छु। अब के गर्नु पऱ्यो त भन्दाखेरि यो लगइन भन्ने त आइसक्यो। लगइन भन्ने आइसकेपछि यहाँ
अथ मैले अघि भनेको थिएँ एउटा अथ भन्ने फङ्सन छ भनेर, लगइन अथेन्टिकेसन भन्ने फङ्सन छ भनेर। यो लगइन अथेन्टिकेसन भनेको चाहिँ के त भन्दाखेरि चेक गर्नको लागि हो कि। तर हाम्रो भित्र अब यो यहाँ अथ नलेखौँ है त, AUTHI लेखौँ, अथि लेखौँ है त, अथेन्टिकेसन भनेको चाहिँ अथि लेखौँ। अब चाहिँ हामीलाई चाहिँ यहाँ चाहियो कि प्राइभेट पब्लिक, PUBLIC पब्लिक, VOID भोइड। अब के गर्नु पऱ्यो त भन्दाखेरि टिचरको लगइन, ल टिचर डट TEACHER टिचर AUTH अथ भन्ने मैले बनाएँ है त, टिचर अथ भन्ने बनाएँ। त्यो टिचर अथभित्र चाहिँ हाम्रो चाहिँ के छ त भन्दाखेरि अथको A क्यापिटल गरिदिन्छु, टिचर अथ। अब यसभित्र चाहिँ स्ट्रिङ STRI स्ट्रिङ युजर र पास, अनि युजर र पासभित्र चाहिँ लगइन अथि। मैले चाहिँ यहाँबाट के गरिदिएको छु थाहा छ, यो कोडलाई यसले चाहिँ के गर्छ त भन्दाखेरि यसलाई चेक गर्छ कि यहाँ, अनि त्यही भयो त। अब यही सेम कुरा चाहिँ हाम्रो कहाँ पनि आउनु पऱ्यो त भन्दाखेरि टिचर भनिसकेपछि स्टुडेन्टमा पनि आउनु पऱ्यो। मैले भने नि टिचर र स्टुडेन्टमा त्यस्तो धेरै के फरक छैन, यहाँ टिचरको ठाउँमा स्टुडेन्ट राख्छु, यहाँ पनि स्टुडेन्ट राख्छु, यहाँ पनि स्टुडेन्ट राखिदिन्छु, यति कुरा हो है। मैले भनिसकेँ टिचर र स्टुडेन्टको हामीले लेख्नुपर्ने कोडै सक्यो कि, टिचर स्टुडेन्टको कोडै हामीले यति लेख्ने हो। अब चाहिँ यहाँ स्टुडेन्ट अथेन्टिकेसन फेल, स्टुडेन्ट अथेन्टिकेसन सक्सेसफुल भनेर भयो है त। अब चाहिँ म यहाँ मेन मेथड बनाउँछु। मेन मेथड भनेको चाहिँ के हो त, PUBLIC पब्लिक स्ट्याटिक भोइड, STATIC स्ट्याटिक भोइड मेन, अनि त्यसपछि यहाँ चाहिँ STRING स्ट्रिङ, स्ट्रिङको S क्यापिटल, स्ट्रिङ, त्यसपछि गएर बिग ब्राकेट अनि आर्गुमेन्ट ARGS आर्गुमेन्ट्स सक्यो है त। यति लेखेपछि अब यहाँ ब्राकेट खोल्छौँ अनि हामी तल आयौँ। अब चाहिँ यहाँ के गर्नु पऱ्यो त भन्दाखेरि हामीलाई चाहिँ टिचर र स्टुडेन्टलाई चाहिँ के गराउनु पऱ्यो त, लगइनको चेक सेटअप चाहिँ गर्नु पऱ्यो नि त। भनेको त्यो स्टुडेन्ट हो कि होइन, त्यो टिचर हो कि होइन भन्ने कुरा चाहिँ हामीलाई पत्ता लगाउनु पऱ्यो नि त। त्यसको लागि सुरुमा चाहिँ म दुईवटा अब्जेक्ट बनाउँछु है त, लगइन टिचर लग भन्ने एउटा अब्जेक्ट भयो, त्यसपछि गएर लगइन स्टुडेन्ट लग भन्ने पनि एउटा अब्जेक्ट जस्तो भयो, जसले चाहिँ यो दुइटाले चाहिँ के गर्छ त भन्दाखेरि डाटा स्टोर गरेर राख्छ कि, अरू केही गर्दैन, डाटा स्टोर गरेर राख्छ। अब यो भनेको चाहिँ हामीले अब्जेक्ट बनायौँ। अब चाहिँ यो दुइटा भनेको चाहिँ के भनेको थिएँ मैले याद छ, यो भनेको चाहिँ हाम्रो लगइन क्रेडेन्सियल युजर नेम र पासवर्ड चाहिँ स्टोर भएर बसेको छ। यो पनि सेम नै हो, के भन्छ त यसले चाहिँ क्रिएट अ लगइन अब्जेक्ट फर स्टुडेन्ट विथ युजर नेम एन्ड पासवर्ड, जुन चाहिँ कहाँ गएर बस्छ त भन्दाखेरि यहाँ आएर बस्छ कि, यो युजर नेम भन्नेमा आएर बस्छ है त, यहाँ युजर नेम भन्ने र पासवर्ड भन्नेमा गएर बस्छ। अब त्यसपछि यो टिचरको लागि चेक गर्नु पऱ्यो। अब टिचरको लागि चेक गर्दाखेरि चाहिँ अब यहाँ हामी चाहिँ स्विच केस हालेर टिचर लगइन गर्ने हो कि स्टुडेन्ट लगइन गर्ने बनाउन सक्थ्यौँ, तर पहिला चाहिँ यो नगरिकन गरौँ है त। अब हामी चाहिँ के गरौँ त भन्दाखेरि SYSTEM system.out.println एमा चाहिँ अथेन्टिकेटिङ टिचर भनेर बनाऊँ, अनि त्यसपछि अथेन्टिकेटिङ स्टुडेन्ट भनेर बनाऊँ है त। यहाँ चाहिँ भयो, अनि त्यसपछि यति कुरा हो क्या। अब चाहिँ यसमा चाहिँ के हुन्छ त भन्दाखेरि यसले चाहिँ हाम्रो माथि युजर नेम एन्ड पासवर्डमा डाटा पठायो, यसले चाहिँ स्टुडेन्टको लागि युजर एन्ड उसमा डाटा पठायो, यिनीहरूले चाहिँ अब्जेक्ट बनाइदिए, अनि हामीले चाहिँ टिचरको लागि अथेन्टिकेट गर्नको लागि टिचर यो भनेर पासवर्ड पठायौँ। तर म के गर्छु त भन्दाखेरि सेम कुरा दुईचोटि राख्छु है त, यो सेम यहाँ चाहिँ system.out.println यो चाहिँ म दुईचोटि राख्छु, तर एकचोटि चाहिँ टिचरको डाटा फल्स राख्छु, अर्कोचोटि चाहिँ स्टुडेन्टको डाटा फल्स राख्छु है त। यहाँ भनेको यो भनेको हामीले के दिइरहेको छौँ, करेक्ट पासवर्ड दिइरहेको छौँ है, ECT करेक्ट युजर नेम एन्ड पासवर्ड छ। यो भनेको टिचरको लागि हो नि त, सो टिचर युजर्स भनेर बनाएँ मैले। यो चाहिँ हाम्रो के भयो त भन्दाखेरि इनकरेक्ट युजर नेम ECT करेक्ट छ है त। यो चाहिँ करेक्ट युजर नेम एन्ड पासवर्ड छ टिचरको लागि है त। टिचरको अथेन्टिकेसन फेल्ड हुनु पऱ्यो, यहाँ चाहिँ सक्सेसफुल हुनु पऱ्यो है त, सुड बी सक्सेसफुल है त। अब यहाँ चाहिँ के छ त भन्दाखेरि करेक्ट छ नि त, युजर नेम स्टुडेन्टको लागि सक्सेसफुल हुनु पऱ्यो। अब यहाँ युजर्स भन्ने छ, यो चाहिँ के हुनु त पऱ्यो त भन्दाखेरि फेल हुनु पऱ्यो। अब यो कोड चाहिँ हामी रन गरौँ है त, रन जावा कोड। ओके आयो है त। यहाँ सुरुमा टिचर अथेन्टिकेट भयो, टिचर सक्सेसफुल्ली अथेन्टिकेट भयो, स्टुडेन्ट भयो नि, स्टुडेन्ट पनि सक्सेसफुल्ली भयो, फेरि टिचरको लागि ट्राई गऱ्यौँ भएन, फेरि स्टुडेन्टको लागि ट्राई गऱ्यौँ भएन। यही नै हो क्या प्रोग्राम। अब म एउटा कुरा बुझाउँछु है त, यहाँनिर मैले एउटा चिज युज गरेको छु नि, युजर डट इक्वल युजर भनेर, अन्त युजर नेम डट इक्वल्स युजर भनेर हो, यो कुरा हो कि मेन भनेको चाहिँ यहाँ हेर्नु है त।
यो चाहिँ के हो त भन्दाखेरि यहाँ बुलियनले चाहिँ कि त ट्रु दिन्छ कि त फल्स दिन्छ, मैले भनिसकेँ कि त ट्रु दिन्छ कि त फल्स दिन्छ। अब मैले यहाँ युज गरेको डट इक्वल्स भन्ने त एउटा मेथड हो नि त, यो त एउटा मेथड हो। यो मेथडले चाहिँ के गर्छ त भन्दाखेरि मैले यहाँनिर बनाएको छ नि, यहाँनिर बनाएको छ नि यो युजर नेम भन्ने, यो युजर नेम भन्ने त हाम्रो लगइनको लागि हो कि। यहाँ चाहिँ हाम्रो डेटाबेस जस्तै डेटा आएर स्टोर हुन्छ, कि त टिचरको डेटा आएर स्टोर हुन्छ कि त स्टुडेन्टको डेटा आएर स्टोर हुन्छ। अब यहाँ जेको भए पनि एकचोटि टिचरको, यो टिचरको छ मानौँ है त, यो टिचरको लागि पासवर्ड 1 2 3 भन्ने चाहिँ मेन पासवर्ड हो, इक्वल्स टु पासवर्ड भनेको चाहिँ यो के हो त भन्दाखेरि उसले राखेको पठाएको पासवर्ड हो कि। अब उसले पठाएको पासवर्ड चाहिँ मिलेन नि त यहाँ, होइन, यो पासवर्ड मिलेन, यसले के दिनु पऱ्यो, एफएल फल्स दिन्छ क्या। यो पासवर्ड इक्वल्स टु पास भनेको चाहिँ यहाँ बनाएको यो छ नि, यो पासमा आएको डेटा र यो पासवर्डमा आएको डेटा, यहाँ आएको डाटा र यहाँ आएको डाटा चाहिँ सेम हुनु पऱ्यो कि। जस्तै पासवर्ड 1 2 3 भन्ने टिचरले राखेको, आफूले एकाउन्ट क्रिएट गर्दाखेरि राखेको पासवर्ड हो भने उसले लगइन गर्दाखेरि पनि पासवर्ड 1 2 3 नै पठाउनु पऱ्यो, त्यति हो। अब उसले यहाँ चाहिँ पासवर्ड 1 2 3 भनेर यति यसै यो 1 2 3 भनेर आएको भए चाहिँ यो चाहिँ के हुन्थ्यो त भन्दाखेरि अब चाहिँ यो ट्रु हुन्थ्यो क्या। यति कन्सेप्ट हो, अरू चाहिँ हामीले कोडमा के पनि लेखेको छैन है। यो भनेको इफ एल्स नै भयो, यो बुझिहालिन्छ। यो भनेको अब्जेक्ट के, यो लगइन चाहिँ भनेको के हो, यो क्लास हो क्या। यो क्लासको कुराहरू चाहिँ हामीले तानेको मात्रै हो। किन तानेको त भन्दाखेरि अब्जेक्ट, टिचरको अब्जेक्ट बनाएर लगइनको कुराहरू चाहिँ तानेको। टिचरसँग चाहिँ एउटा अब्जेक्ट छ जुन चाहिँ लगइनको हो कि, त्यो लगइनको तानेको मात्रै हो। तर इनहेरिटेन्स युज चाहिँ भएको छैन है। फेरि यहाँ यो पनि त्यही नै गरेको हो यहाँ पनि। अनि त्यसपछि यहाँबाट टिचर लगइन भन्ने कुराको अब्जेक्ट जस्तो बनायो, जसले चाहिँ के लगइनको डेटाहरू चाहिँ सेभ गरेर राखेको छ। यहाँ पनि त्यही छ। अनि यो पठायौँ हामीले, यो लगइन भन्ने नि यो पठायौँ, यहाँदेखि चाहिँ के भयो, टिचर अथ भन्नेमा गयो, टिचर अथ भन्नेमा गयो, यहाँ टिचर अथ भन्ने कुरामा गयो। सेम कुरा राखे पनि हुन्छ, टिचर अथ र अथ राखे पनि केही फरक पर्दैन है त्यहाँ, किनभने हामीले बुझाएको छौँ नि त कहाँ जाने हो भनेर। टिचर त टिचर अथ भन्ने यहाँ जस्तै यहाँ एउटै चिज राख्ने भनेर भनेको थियो नि त, त्यसैले म एउटै चिज राखिदिएँ है त। ल यहाँ अथ र अथ राखिदिएँ मैले पनि, यहाँदेखि स्टुडेन्ट र टिचर हटाइदिएँ भने पनि के गर्छ त भन्दाखेरि काम चाहिँ गर्छ, प्रब्लम चाहिँ आउँदैन भयो है त। अब यहाँ पनि त्यही गर भनेको छ, यो टिचर हटाइदियो भने चाहिँ काम गर्छ। अथ राख्ने, यहाँ पनि यस्तरी गरेर अथ मात्रै राख्ने है त। अब यो कुरा नि रन गरेर हेरेर देखाइदिउँ, रन जाभा फाइल, यहाँ यो भयो, यो अघिको चाहिँ थियो, यो अहिलेको चाहिँ आयो है त, सेम छ। ओके, थ्याङ्क यू।